नाटक मानव सभ्यताको अत्यन्त पुरानो र समृद्ध सांस्कृतिक रूप हो, जसले मानिसको जीवनशैली, संस्कृति, परम्परा, समाज र दर्शनलाई अभिव्यक्त गर्ने माध्यमको रूपमा काम गर्छ। मम्मी म एउटा कुरा सोधौँ? के कुरा? जे सोध्नुपर्छ स्कुलमै गएर सोध। आज स्कुलमा के सिकाउनु भयो भनौँ? पर्दैन चुप लागेर पढ्न बस। म त सक्दिनँ है। बल्ल मोबाइलमा साथीहरूसँग गफ गर्न थालेकी छु। रोज बरु छोरीलाई बनाएर ल्याइदिए भन्नुहोस् न। नमस्कार, म हुँ बालकृष्ण खनाल। तपाईँहरू हेर्दै हुनुहुन्छ सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस। आज हामीले तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा 6 देशका 5 नाटकहरू प्रस्तुत हुने भएको छ भन्ने विषयमा नयाँ जानकारीमूलक भिडियो लिएर यहाँहरू सामु उपस्थित भएका छौँ। नाट्य विधा मार्फत विश्वलाई चिनाउने उद्देश्यले चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय नाट्य महोत्सवको आयोजना गर्न लागि हो। 3 दिनसम्म सञ्चालन हुने महोत्सव चैत्र 10 देखि 12 गतेसम्म नारायणगढको नारायणी कला मन्दिरमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। चितवन जस्तो विविध सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र प्रवर्धन गर्न अत्यन्त आवश्यक छ। यहीँको उर्वर भूमिमा नेपाली नाट्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यसहित चितवन जिल्लामा क्रियाशील नाट्य समूहहरू तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी र नारायणी कला मन्दिर नारायणगढको संयुक्त आयोजनामा ऐतिहासिक रूपमा प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव 2081 आयोजना गर्न लागि हो, जसमा जापान, इरान, स्पेन, लिथुआनिया, भारत र नेपाल गरी 6 देशका 5 वटा नाटकहरू मञ्चन हुनेछन् भने यस कलाको महाउत्सवमा माथि उल्लेखित देशहरूका करिब 40 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता हुनेछ, जसबाट करिब 3000 स्थानीयहरू लाभान्वित हुने लक्ष्य लिइएको छ। 2081 साल चैत 10 गतेदेखि 12 गतेसम्म हुने 3 दिवसीय यस महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाट्यकर्मीहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदान प्रदानलाई प्रवर्धन गर्नुका साथै चितवन जिल्लालाई नाट्य पर्यटनको केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौँमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव 2081 निटफेस्ट 2025 को अवसर पारेर चितवन जिल्लामा पनि नाट्यकलाको उत्थान गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागि हो। यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति र पर्यटनलाई प्रवर्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरूलाई अनुभव र ज्ञान आदान प्रदान गर्ने अवसर प्रदान गर्नेछ। महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुआनिया र भारतका 5 वटा नाटक मञ्चन हुनेछन्। 3 दिनसम्म चल्ने महोत्सवमा देशी तथा विदेशी करिब 40 जना रङ्गकर्मी चितवनमा हुने कार्यक्रम संयोजक देव कुमार श्रेष्ठले जानकारी दिए। उनले चैत 6 देखि 12 गतेसम्म मण्डला थिएटर नेपालको आयोजनामा काठमाडौँमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर जिल्लामा पनि नाट्य कलाको उत्थान गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको बताए। महोत्सवको नारायणी कला मन्दिर तर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति र पर्यटनलाई प्रवर्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीलाई अनुभव र ज्ञान आदान प्रदान गर्ने अवसर प्रदान गर्नेछ। नारायणी कला मन्दिरका सदस्य निरञ्जन प्रधानका अनुसार नाटक प्रदर्शनी हरेक दिन दिउँसो 3 बजेर 5 बजेसम्म हुनेछ। नेपालमा पनि नाटकको इतिहास गहिरो र बहुआयामिक छ। नेपालको नाट्य इतिहास धार्मिक अनुष्ठान, लोक संस्कार र सामाजिक उत्सवहरूबाट प्रारम्भ भई आधुनिक रङ्गमञ्चसम्मको लामो यात्रा हो। नेपालको नाटक परम्पराको सुरुवात धार्मिक कर्मकाण्ड र संस्कारहरूबाट भएको मानिन्छ। वैदिक कालमा सामवेद मार्फत सङ्गीत र अभिनयको सुरुवात भएको हो भने नेपालमा हिन्दू तथा बौद्धिक धार्मिक संस्कारले नाटकको प्रारम्भ गरेको देखिन्छ। विशेष गरी भगवान कृष्ण, राम वा शिवसँग सम्बन्धित भजन, नृत्य र अभिनयलाई प्रारम्भिक नाटकको रूपमा लिइन्छ।
कुटुम्बदेव, हरिसिद्धि, नाच कुमारी, नवरात्रे नाच, महाकाली नाच आदि नाचहरू मूलतः धार्मिक भावनासँग सम्बन्धित भए तापनि यीमा अभिनय, संवाद, दृश्यावलोकन आदि मौलिक नाट्य तत्त्वहरू समावेश थिए। नाट्य महोत्सवका निर्देशक अन्जान प्रदीपले विविध सांस्कृतिक एवं ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र सम्वर्धन गर्नका लागि महोत्सवले विशेष भूमिका खेल्ने बताएका छन्। चितवनले नाटकको विधाबाट पनि केही नयाँ दिन खोजेको छ भन्ने सन्देश दिन पनि यो महोत्सव फलदायी हुने निर्देशक प्रदीपको भनाइ छ। 16औं शताब्दीमा राजा प्रताप मल्लले नाटकलाई राजकीय संरक्षण दिए। उनले विभिन्न धार्मिक नाटकहरू आयोजना गर्न थाले। काठमाडौँ दरबारमा हनुमानको मूर्ति राखेर उनी आफूलाई हनुमान भक्त भन्दै धार्मिक नाटकहरू गर्न प्रेरित गर्दथे। प्रताप मल्लकै पालामा दरबारमा रामायण, महाभारत जस्ता ग्रन्थहरूलाई आधार बनाएर नाटक प्रस्तुत गरिन्थ्यो। उनले आफ्नो दरबारभित्र नै हनुमान ढोका रङ्गमञ्च निर्माण गरी नाटकहरूको मञ्चन गराएका थिए। नेपालका विभिन्न भूगोल र जातीय समूहहरूमा मौलिक लोक नाटकको परम्परा समृद्ध छ। जनजातीय ताम्सालिङ, किरात, मगर, नेवार, थारू आदि समुदायका आफ्ना मौलिक नाटक छन्। नेवार समुदायको लाखे नाच, महाकाली नाच आदि प्रसिद्ध छन्। थारू समुदायमा मागी नाच, रातो मच्छिन्द्रनाथको जात्रा, गुरुङ समुदायमा रोडीघर, लिम्बू समुदायमा याखा नाच आदि थिए। यी सबै लोक परम्पराका नाट्य स्वरूपहरू हुन् जसमा संवाद, भाव, दृश्य, सङ्गीत र नृत्य सबै समावेश गरेका छन्। दर्शकवृन्द, आज हामीले चितवनमा हुन लागेको 6 देशका 5 वटा नाटकसँगै नाट्य महोत्सवको विषयमा, नाटकको इतिहास र नाटकको विकासक्रमहरूको विषयमा केही जानकारी लिएर यहाँहरू सामु उपस्थित भयौँ। तपाईँलाई आजको हाम्रो यो भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। साथै नेपाली चलचित्र, साहित्य, सङ्गीत र कलाका विविध आयामका विषयमा नयाँ नयाँ भिडियो हेर्नका लागि सङ्गम फिल्म एन्ड प्रोडक्सन हाउस सब्सक्राइब गर्दै गर्नुहोला। आजको लागि पनि यो भिडियोबाट छुटिन्छु। नमस्कार। होइन, तिमीलाई त मोबाइल पाएपछि कसैको वास्तै छैन। छोराछोरीले के गर्छन्, पढे कि पढेनन् भनेर चाहिँ हेर्ने गर। छोरी, ए छोरी, हजुर ड्याडी। एक कप पिठो चिया बनाएर ल्याऊ त। हजुर, हस् ड्याडी। लिनुहोस् ड्याडी। धन्यवाद छोरी। आज छोरीले चिया पकाएर नल्याएको भए त चिया नै पिउन नपाइने। के गर्नु, आमालाई मोबाइल चलाउँदै ठिक छ। भयो भयो भने नगराउनुहोस्। आफूलाई पनि कस्तो खगे लागिरहेको छ। मैले यसो चिया पिँदै मोबाइल हेर्छु। ड्याडी, ड्याडी, मम्मी कति कराउँछ। एकछिन मसँग आएर बस्नुहोस् न। मलाई नयाँको गृह कार्य सिकाइदिनुहोस् न। खुरुको सर्भिसेस जसरी सिकाउनु भएको छ त्यसरी गर। तिमीलाई हामीले गृह कार्य सिकाउन किन उसको पठाउनु पर्यो? एकछिन मसँग आएर बस्नुहोस् न। मेरा साथी त बाबा मम्मी त सँगै बसेर गृह कार्य सिकाउनुहुन्छ रे। तिमी पनि त हाम्रा बाबा आमा पनि सँगै बसेर गृह कार्य सिकाउनुहुन्छ, भन न। छोरी बिहान छोरी, ए छोरी, किताब कापी ठिक्क पार्यौ? हजुर पारेँ मम्मी। स्कुल जान तयार भयो? भएँ। हेर हेर, यो केटीले किताब र कापी त यहीँ छोडेर गएछ। ठिक पारे त भन्थे, खोइ के ठिक पारे? धन्यवाद सर। मैले तिमीहरूलाई हिजो दिएको गृह कार्य गर्यौ? किन गरेनौ? तिमी पछि के हेर्छौ म हेरौँला।
ममा आज तिमीहरूलाई एउटा प्रश्न सोध्छस्। कमल तिमी भगवान्सँग के माग्छौ? म त बाबाले जस्तो मेरो किन र? दिपेश तिमी चाहिँ भगवान्सँग के माग्छौ? सर म त धेरै के होइन, म त भगवान्सँग कहिले क्रिया कार्य नपास रौके तिमी चाहिँ भगवान्सँग के माग्छौ? रमा तिमी चाहिँ भगवान्सँग के माग्छौ? म त भगवान्सित मलाई गृह कार्य सिकाउने, मसँगै बस्ने र केही बाबा माग्छु नि सर। कस्तोको बच्चो म लम्मा लाग्यो। सन्देश सामाजिक सञ्जालले अहिले परिवारमा दूरी बढाएको छ। यसको सही मात्रामा प्रयोग गरेर परिवारमा माया, ममता, सद्भावको भावना जगाउनु पर्ने देखिन्छ।